यो सरकार चाहिँ पोजिटिभ छ हाम्रो कामप्रति भन्ने कुरा चाहिँ पनि हाम्रो धार्मिक प्रदेशका उद्यमी जीवहरू नेपाली हातका छन्। हामी चाहिँ उद्योग मन्त्रालयले विशेष गरी नेपाली हाते कागजको प्रवर्धनका लागि यो एउटा बजारीकरण कार्यक्रम लिएर आज बागमती प्रदेशका विभिन्न 13वटा जिल्लाका नेपाली हाते कागजसँग सम्बन्धित उद्योगीहरू चाहिँ एउटा अन्तर्क्रिया कार्यक्रम र अवलोकन भ्रमणको निम्ति हामी यहाँ आएका हौँ। विशेष गरी उहाँलाई बजारीकरणका लागि र नयाँ नयाँ प्रविधिहरू कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा उहाँलाई हामीले यो अवलोकन भ्रमणमा जोडाएका हौँ। देख्न सकिन्छ यो हामी काठमाडौँ स्थित बाँसबारीमा रहेको एउटा कागज उद्योगमा उहाँलाई अहिले भ्रमण गराइरहेका छौँ र उहाँहरूले अहिले यो नयाँ खालका किसिमका प्रविधिहरू जडान गरिएकाहरू अवलोकन गर्नुभएको छ भने यहाँ प्रविधि प्रयोग गरेर कागज कसरी उत्पादन गरिन्छ, कसरी बनाइन्छ भन्ने विषयमा उहाँले अहिले अवलोकन पनि गरिरहनु भएको छ। यो सँगसँगै हामी अरू अन्य कागज उद्योगमा पनि हामी जानेछौँ। यहाँ यस कागज उद्योगका प्रमुखले पनि केही कुराहरू राख्नुभएको छ। एउटा चाहिँ जापानिज तरिका हो, बाहिर बनिरहेको चाहिँ ट्रेडिसनल हाम्रो हाते कागज हो। यो पनि हाते कागजै हो, हातले बनाउने हो, तर यो जापानिज प्रविधिको है। यो चाहिँ जापानिज प्रविधि हो। अब पहिला पल्पिङ गर्छौँ, यो आफ्नो बिटर हो। बिटर हाम्रो यस्तो छ, यो चाहिँ नाइफवाला होइन कि ग्राइन्ड गर्ने बिटर हो। यो चाहिँ होइन, यही बिटरमा चाहिँ हामीले चाहिँ हिटिङ गर्छौँ, पल्पहरू चाहिँ त्यसपछि यता लिएर आउँछौँ। स्वच्छ व्यवसायी भएर है हामीले सामानहरू नै उत्पादन गर्ने। यो नेपाली कागजबाट के सामानहरू बन्छ भन्ने कुरोहरू चाहिँ आउला होइन। म तपाईँहरूलाई अहिले हामीले सामान्यतया चाहिँ अहिले चाहिँ हामीले के बनाइरहेको छ भनेर चाहिँ एकचोटि अनि हामी यो भ्रमण गर्ने क्रममा अर्को उद्योगमा आइपुगेका छौँ। यो चाहिँ बुढा नीलकण्ठ नगरपालिकामा पर्छ। यो उद्योग यो टिबेटियम नेपाली हाते कागज उद्योग हो। यहाँ चाहिँ यसरी कागज सुकाइएको रहेछ। यो कलरिङ गरेर कागजलाई पनि कलरिङ गरेर फेरि सुकाएको रहेछ। नेपाली हाते कागज निर्माण गरिसके पछाडि कसरी चाहिँ कलरिङ गर्नुहुन्छ भन्ने दृश्य यहाँलाई हामीले देखाइरहेका छौँ। काफलको होइन, अब थरीथरीको हुन्छ, चित्रहरूबाट पनि हुन्छ। चित्रको चाहिँ काठबाटै पहेँलो कलर आउँछ, पेसारहरू होइन। त्यसमा चाहिँ अब फेरि यो अमिलो हुन्छ नि, हामीले खाने के भन्छ अमला मिसाएपछि चाहिँ फेरि एउटा भेजिटेबल कलर फेरि अर्कै कलर भइदिन्छ अमिलोले। त्यस्तो हुन्छ। खयरको काठ पकाए पनि रङ आउँछ। खयरको फेरि सक्खर जस्तो पनि हुन्छ, त्यो पकाए पनि हुन्छ खयरको। अनि अनारको बोक्रा, अनार खाइसकेपछिको बाँकी रहेको त्यो बोक्रालाई पनि सुकाएपछि गोल्डन कलर आउँछ। एकदमै तिनीहरू युजमा आउँछ। जे होस् त्यो चाहिँ सबभन्दा राम्रो कलरहरू, नेचुरल कलरहरू। कारखाना सुरु गरेछ भने थाहा पाएपछि हेर्न आउँथ्यो। एउटा कागज चाङ यति थियो, त्यही देखाउने अझ पनि त्यही कागज चाङ वर्ष दिनमा निस्किदिँदैन। अनि बिस्तारै बिस्तारै सुरु गरियो। स्क्रिन प्रिन्टहरू आफै हामी दुईजनाले नै गऱ्यौँ। नमिल्लेसम्म रातभरि ट्राई गरेर बस्ने हो, तर अब आफू सक्सेस भयो।
विशेष गरेर नेपाली कागजबाट विभिन्न खालका कलात्मक डिजाइनहरू हुन्छ र जुन गिफ्टका सामग्रीहरूलाई त्यसलाई प्याकिङ गर्ने के भन् त्यसमा प्याकिङ गर्ने बट्टा बनाउने लगायतका कुराहरू पनि नेपाली कागजबाट गरिन्छ त्यस्तै खालका कागज निर्माण त्यस पछाडि विभिन्न रङ्गीन खालका विभिन्न आकृतिमा कागज निर्माण गरिएको रहेछ यो फ्याक्ट्रीमा भर्खरै हामीले हेऱ्यौँ र यहाँ यो निकै ठुलो लगानीमा रहेको यो उद्योगको पनि हामीले निरीक्षण गरेका छौँ यो उद्योग भने यसको नाम चाहिँ तिब्बतीयन नेपाली कागज उद्योग सरकार चाहिँ पोजिटिभ छ हाम्रो कामप्रति भन्ने कुरा चाहिँ भन्यो। यो कुरा कार्यक्रममा 2-4 महिना दोहोरिरहनु पर्यो कि यस्तो कार्यक्रमहरू भइरहनु पर्यो। यस्तो भइरह्यो भने अलि नजिक हुन्छ। अब यो अहिले भयो, अब अर्को साल 2 वर्ष पछाडि भयो भने यो फेरि मेन कुरा त होइन एक मिनट सबभन्दा मेन कुरा के हुन्छ भनेदेखि अहिले टेकेन्द्र सर यो ठाउँमा हुनुहुन्छ, उहाँले जति उत्सुकता छ नि भोलि उहाँ सर अब अर्को अफिसर हुनुहुन्छ त्यसपछि यो उद्योग व्यवसायहरूमा जाल देखाएर त्यसै गरी कार्यक्रम बन्छ।